एउटा मिठो गीत जाओस् न। बिर्सेर फेरि मलाई न हेर र पढाइका लागि केही समय छुट्याएर दुईटैलाई व्यवस्थापन गरेर बिहान कक्षा जाने अनि कक्षाबाट आएर खानासाना खाने स्कुल जाने त्यसरी अनि केही कार्यक्रम भयो भने मलाई स्कुलमा लिन आउनुहुन्छ। यो शान्ति क्षेत्रको आँगनमा साधना भन्ने बित्तिकै यस्तो शब्द हो जुन चाहिँ मेहनत भन्ने शब्दलाई अर्थ बुझाउने गर्दछ। सङ्गीतमा डुबेपछि एकदम मजा पनि हुन्छ होला है। सङ्गीतमा डुबेपछि हाम्रो भावनालाई प्रस्तुत गर्न एउटा माध्यम पनि हो सङ्गीत। सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहरूमा नमस्कार। तपाईहरू यति बेला आगन एफएम 89.6 मेगाहर्ट्जलाई ट्युन गरेर सुनिराख्नु भएको छ भने आगन एफएमको फेसबुक पेजबाट पनि हामीलाई सुनिराख्नु भएको छ, अर्थात् लाइभ हेरिराख्नु भएको छ। र आज हामीसँग हुनुहुन्छ द भोइस किड्समा आफ्नो प्रतिभाले सबैको मन जित्न सफल एक प्रतिभाशाली सानो बाबु हुनुहुन्छ। उहाँको नाम चाहिँ सुज्ञान खनाल हुनुहुन्छ। उहाँसँग कुराकानी गर्न गइरहेका छौँ। सुज्ञानजी, हजुरलाई स्वागत छ। धन्यवाद। हजुरसँग धेरै कुराकानीहरू गर्न बाँकी छ, साङ्गीतिक तपाईँको अनुभवहरू पनि सुन्न बाँकी छ। तर त्योभन्दा अगाडि हजुरले चाहिँ एकदमै मिठो गीतबाट नै सुरुवात गर्नुहोस् न। एकदमै मिठो गीत नै सुनौँ न है हजुरको आवाजमा। हुन्छ दिदी। म चाहिँ एउटा गीत गाउन गइरहेको छु, देशभक्ति गीत। यो गीतको बोल चाहिँ यो कर्मभूमिको आँगनमा भनेर भन्न गइरहेको छु। देशभक्ति गीत है। देशभक्ति गीत रहेको छ। यो कर्मभूमिको आँगनमा कर्मको उदाहरण प्रस्तुत गरेर देखाऊ। यहाँको धरती बाजो छैन, यहाँको धरती बाजो छैन। विकासको फुल फुलाऊ, विकासको फुल फुलाऊ। विश्वास गर्छन् यहाँका मानिसहरू, शब्दमा होइन कर्ममा। विश्वास गर्छन् यहाँका मानिसहरू, शब्दमा होइन कर्ममा। विकासको लहर पुर्याउनु छ सहरमा होइन गाउँमा, गाउँमा, गाउँमा। यो शान्ति क्षेत्रको आँगनमा धर्मको उदाहरण प्रस्तुत गरेर देखाऊ। यहाँको धरती बाजो छैन, यहाँको धरती बाजो छैन। विकासको फुल फुलाऊ, विकासको फुल फुलाऊ। आहा, कस्तो मिठो गीत गाउनुभयो। तपाईँको आवाजले त एकदमै मन्त्रमुग्ध नै बनाएको छ है। र अब बाँकी कुराकानी गर्नतर्फ लागौँ है। गायन क्षेत्रमा कहिलेदेखि हजुरको चाहिँ रुचि भयो? सानैदेखि रुचि थियो कि पछि बढ्दै गएको?
मेरो त सानैदेखि एकदमै सानो थिएँ म। हजुर। साङ्गीतिक यात्रा मेरो सुरु हुँदाखेरि मेरो साङ्गीतिक यात्रा चाहिँ मेरो हजुरबाका कारणबाट भएको थियो। उहाँ चाहिँ म सानो हुँदाखेरि सरगम सङ्गीतालय जाने गर्नुहुन्थ्यो। हजुर। उहाँलाई चाहिँ एकदमै सङ्गीतका लागि रुचि थियो, गाउने भजन गाउनेहरू अनि लोकगीतहरू गाउने रुचिहरू उहाँलाई एकदमै धेरै थियो। अनि उहाँ चाहिँ सरगम सङ्गीतालय जान थाल्नुभएको थियो। उहाँसँग मेरो भिनाजु पनि जाने गर्नुहुन्थ्यो। अनि बुवाको रुचि देखेर मेरो फुपूले चाहिँ बुवालाई हार्मोनियम किनिदिनु भएको थियो। हजुर। त्यहाँबाट चाहिँ मेरो साङ्गीतिक यात्रा सुरु भएको थियो। अनि बुवाले मलाई पनि एउटा गायक बनाउने ठुलो धोको बोक्नु भएको थियो, एकदमै ठुलो रहर बोक्नु भएको थियो। मैले पनि रहर गरेँ। अनि त्यसपछि सिक्दा सिक्दा बुवाले मलाई अलङ्कारहरू सिकाउनु भयो। त्यसपछि मैले क्लासेसहरू लिन थालेँ। म चाहिँ सायद यस्तो हुँदाखेरि यो प्रक्रिया अगाडि बढ्दै जाँदाखेरि सायद म 4 कि 5 वर्षको उमेरको थिएँ होला। गीत गाउन सुरुवात गर्दाखेरि चाहिँ 4-5 वर्षको हुनुहुन्थ्यो हजुर। उम्, अनि भनेपछि फ्यामिली सपोर्ट त राम्रै छ है? एकदम धेरै छ। एकदम धेरै। तपाईँ त चर्चित नेपालको चर्चित रियालिटी सो द भोइस किड्समा जानुभयो होइन? त्यो भोइस किड्समा जानुभन्दा अगाडि कुनै स्टेजमा आफ्नो प्रस्तुतिहरू देखाउनु भएको थियो? मैले धेरै देखाएको थिएँ। मैले चाहिँ हाम्रो स्कुलको प्रोग्राममा नि, अनि हाम्रो स्कुलको प्रोग्राममा एकचोटि म विनर भएको थिएँ। अनि मैले बाबाहरूको कलेजतिर त्यस्तैबाट मेरो साङ्गीतिक यात्राको सुरुवात भएको थियो। र सरगममा मैले पहिलोचोटि स्टेजमा पाइला राखेको थिएँ सरगममा हुँदाखेरि। अनि मेरो साङ्गीतिक यात्रा चाहिँ भजनहरूबाट सुरुवात भएको थियो। भजन गाउनुहुन्थ्यो है हजुर? पहिलो गीत चाहिँ मेरो के भन्ने हाम्रो समय र नेपाली हामी थियो भने भजन चाहिँ छेक्यो मलाई माया जालैले थियो। अनि तपाईँले कुनै म्युजिक क्लास अहिले चाहिँ जोइन गर्नुभएको छ कि छैन हाल चाहिँ? हाल त अहिले म सप्तक सङ्गीत विद्यालयमा सिकिरहेको छु। लगभग झन्डै 1 वर्ष पनि हुन आँट्यो होला। सप्तक सङ्गीतमा भन्नुभयो। सप्तक सङ्गीतमा अगाडि चाहिँ हजुर के सरगममा सिक्नु भएको थियो कि के? सनलाइटमा हो। ए ल ठिक छ है। अनि तपाईँलाई भोइसमा जानुपर्छ, तपाईँ त चर्चित गायन रियालिटी सो मैले अघि नै पनि भने, तपाईँलाई त्यहाँ जानको लागि चाहिँ जानुपर्छ भन्ने सोच कसरी आयो कि कसरी भनेर जानुभयो हजुर? हामीहरू चाहिँ पहिलेदेखि ठुलोको सिजन 1 द भोइस अफ नेपाल सिजन 1 भनेको ठुलो मानिसहरूको उहाँहरूकोदेखि नै बाबाहरूले हेर्न थाल्नु भएको थियो। अनि बाबाहरूले हेर्नुहुन्थ्यो, मलाई पनि रुचि लाग्थ्यो। मलाई पनि यस्तो स्टेज टेक्न रहर लाग्ने गर्दथ्यो। अनि बाबाहरूले हेर्न थालेदेखि नै मलाई नि हेर्न मन लागिरहेको थियो। अनि कस्तो हुँदो रहेछ यो ठाउँ, मैले चाहिँ त्यो सानो उमेरमा त सोच्न सकिँदैन। सानो उमेरमा सोचिनँ, 7-8 वर्षको पुगेपछि देखेँ। अनि मलाई पनि जान पाए हुन्थ्यो, पुग्न पाए हुन्थ्यो भन्ने चाहिँ लाग्थ्यो है हजुरलाई? त्यस पश्चात तपाईँले गायन रियालिटी सो हेर्न थाल्नुभयो। अनि त्यसपछि हजुरलाई पनि जान मन लाग्यो। अनि त्यसपछि जानुपर्छ है भन्ने सोच आफै आयो है? होइन, बाबाले मलाई भन्नुभएको थियो, बाबा मम्मी अनि हजुरबा हजुरआमाले, त यस्तो स्टेज चढ्न पाइस् भने, तिमी यस्तो स्टेज चढ्न पायौ भने तिमीलाई कस्तो हुन्छ होला, तिमीले के गर्छौ होला, कस्तो गीत गाउँछौ होला भन्नुभएको थियो। अनि उहाँहरूले चाहिँ मलाई एकदमै सपोर्ट गर्नुहुन्थ्यो। उहाँहरूले मात्रै नभएर मलाई चाहिँ मेरो भिनाजु अनि साथै डिके पकवाल भिनाजु, उहाँहरू, इन्दु दिदी अनि उहाँहरूको सम्पूर्ण परिवार, लक्ष्मी दादा अनि मोहन दादा, उहाँहरूको परिवार तथा मलाई देश विदेशबाट सपोर्ट गर्ने मेरो आन्टीहरू हुनुहुन्छ, सबैजनालाई चाहिँ एकदमै धन्यवाद दिन पनि चाहन्छु। उहाँहरूले गर्दाखेरि नै द भोइस किड्स जस्तै होइन रियालिटी सो, चर्चित रियालिटी सोमा जानुभयो, त्यहाँ आफ्नो प्रस्तुति देखाउन सक्नुभयो। त्यही भएर धन्यवाद दिन चाहनुहुन्छ हजुर? ल ठिक छ। त्यो भोइस अफ किड्समा जानुभन्दा अगाडि एउटा डिजिटल अडिसन भन्ने हुन्छ नि होइन? त्यो डिजिटल अडिसनमा सेलेक्ट हुँदा हजुर कतिको एक्साइटेड हुनुभयो त? मैले चाहिँ डिजिटल अडिसन ठुला महल होइन भन्ने गीत गाएर पास गरेको थिएँ। अनि
डिजिटल अडिसनबाट फिजिकल अडिसनका लागि रिजल्ट आउट हुन चाहिँ धेरै टाइम लाग्दो रहेछ। अनि मेरो चाहिँ लगभग आशा मरि पनि सकेको थियो। अनि त्यसपछि बाबाको फोनमा मेसेज आएछ, यस्तो यस्तो भयो भनेर सुनाउनु भएको थियो। त्यो टाइममा म एकदमै खुसी भएको थिएँ, एक्साइटेड भएको थिएँ। अब त्यो ठाउँ कस्तो होला, फिजिकल अडिसन कस्तो होला भनेर। अनि त्यसपछि ब्लाइन्ड अडिसनमा हजुर प्रवेश गर्नुभयो होइन? फिजिकल पास गरेँ अनि ब्लाइन्डमा जानुभयो। अनि ब्लाइन्ड अडिसनको दिन हजुर कतिको नर्भस हुनुहुन्थ्यो होला, कसरी गाउने होला भन्ने चाहिँ हजुरलाई भयो कि भएन त? त्यो त अवश्य नै हुन्छ, तर त्यस्तो नर्भस चाहिँ थिइनँ म। ब्लाइन्ड अडिसनमा हजुरले कुन गीत पो गाउनु भएको थियो? मैले मेरा लाखौँ सायरीभित्र तै मोरीको माया छ भन्ने गाएको थिएँ। हजुर थोरै सुनाउन मिल्छ? भइहाल्छ नि, सुनाइदिनुहोस् न है। मेरा लाखौँ सायरीभित्र तै मोरीको माया छ, मेरा लाखौँ सायरीभित्र तै मोरीको माया छ, जिन्दगीको डायरीभित्र तै मोरीको माया छ, 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 माया 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 तै मोरीको माया छ, माया 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 तै मोरीको माया छ, हृदयको महलमा हृदयको महलमा रानी बनाई राखेको छु, हृदयको महलमा रानी बनाई राखेको छु, मेरो मनको मझेरीभित्र तै मोरीको माया छ, मेरो मनको मझेरीभित्र तै मोरीको माया छ, 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 माया 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 तै मोरीको माया छ, माया 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 तै मोरीको माया छ। आहा कस्तो मिठो है। यो गीत गाउँदा चाहिँ कतिवटा चेयर चाहिँ टर्न भएको थियो? यो गीत गाउँदा चाहिँ 2 चेयर टर्न भएको थियो। कसले गर्नुभएको थियो टर्न चाहिँ? खेमसर अनि मिलन म्यामले गर्नुभएको थियो। खेमसर र मिलन म्यामले। अनि कुन जजकोमा जानुभयो त हजुर? म चाहिँ कोच मिलनकामा गएँ। किन उहाँलाई नै तपाईँले रोज्नुभयो त? अब मलाई चाहिँ दुईजनै जजहरू उस्तै लाग्नुहुन्थ्यो। अब त्यहाँनिर मेरो चाहिँ गार्जेन भनेको चाहिँ काका हुनुहुन्थ्यो। अनि 4 चेयर टर्न भएको भए चाहिँ त्यतिखेर प्याक थियो भनेको बाँकी दुईजनाको जजमा, अनि उहाँहरू घुम्न सक्नु भएन। त्यसै कारणले गर्दाखेरि काकाको सल्लाह लिएँ। अनि ठुलो मान्छे पनि हो भनेको अलिकति उहाँले केही न केही त सोचेर भन्नु नि भएको होला। अनि मैले पनि अलिकति दिमाग लाएर सोच्दाखेरि कोच मिलनकामा जाँदा ठिक हुन्छ होला, अनि त्यस्तै सोचेँ। त्यसपछि गएँ। अनि द भोइस किड्सको कुन राउन्डसम्म हजुर पुग्न सफल हुनुभयो? म लाइभ राउन्डसम्म पुग्न सफल हुनुभयो। त्यहाँ भोइस अफ किड्समा चाहिँ एकदमै सम्झना लायक है, बिर्सनै नसक्ने एउटा कुनै पल क्षण छ? हामीहरू चाहिँ धेरैजना साथीहरू बनेका थियौँ। हजुर। अनि जुन राउन्डमा चाहिँ म आउट भएको थिएँ त्यस राउन्डमा चाहिँ हामीहरूले धेरै रमाइलो गरेका थियौँ। भनेको प्र्याक्टिस टाइममा पनि धेरै रमाइलो गरेका थियौँ। अनि हामीले गाउने बेलामा अनि मेरो चाहिँ वान अफ द दाजु जस्तै साथी स्मरण बजगाई उहाँ पनि जानुभएको थियो। हजुर। उहाँ ग्रान्ड फिनालेसम्म पुग्नु भएको थियो।
फर्स्ट रनर अप हुनुभएको थियो। हजुर अनि उहाँ अनि आदर्श दिताल दाई हजुर हजुर अनि निश्चल लिम्बू भाइ, हामी 4 जना चाहिँ एकदमै क्लोज फ्रेन्ड थियौँ। क्लोज फ्रेन्ड है। अनि त्यो म आउट हुँदाखेरि त्यो पलले चाहिँ यस्तो त्यो माहौल बनाइदिएको थियो कि मैले त आफ्नो मन सम्हालेर राखेँ, तर साथीहरूले चाहिँ सम्हाल्न एकदम गाह्रो है। एकदम त्यो खुसी पनि एक खालको रोदन पनि होइन, सबै मिसिएको है। त्यो चाहिँ एकदम अविस्मरणीय क्षण बन्यो हजुरको लागि। अनि द भोइस किड्स चाहिँ कतिको रियालिटी सो हो नि त, अनि कतिको रियालिटी पाउनु भयो त हजुरले? जस्तै यहाँ हामीले टिभीको स्क्रिनमा देख्छौँ नि यहाँबाट, र त्यसमा र त्यहाँनिर कतिको फरक के पाउनु भयो त्यहाँनिर जाँदाखेरि? फरक त हुन्छ, त्यहाँनिर धेरै नै फरक हुने गर्दछ। हजुर हजुर। तर त्यहाँनिर चाहिँ के मात्रै फरक हो भन्दाखेरि माथिपट्टि अलिकति त्यो ब्ल्याक कलरको कर्टेन्सहरू लगाइदिनु भएको छ, त्यसले चाहिँ माथि पनि ब्ल्याक कलरकै वाल छ जस्तो देखिन्छ, तर त्यो कर्टेन्स वाल पनि छ, टिन छ माथि, तर कर्टेन्सलाई चाहिँ वालको जस्तै ब्ल्याक वाल जस्तै बनाइदिएको छ। अनि धेरै थुप्रै कुराहरू छन् है। जस त्यस्तो धेरै रियालिटी यहाँ जस्तो जे टिभीमा हेरेको जस्तो अलिकति हुँदैन, त्यहाँ अलिकति फरक नै हुन्छ है। ठिक छ, रियालिटी चाहिँ हुन्छ, तर त्यस्तो धेरै जस्तो टिभीमा हेरेको जस्तो त्यस्तो चाहिँ हुँदैन है। ल ठिक छ। अनि द भोइस किड्सले तपाईँको जीवनमा कस्तो परिवर्तन ल्यायो त? द भोइस किड्स नेपालले चाहिँ मेरो जीवनमा एकदमै धेरै परिवर्तन ल्यायो। सायद म त्यहाँबाट बाहिरिएकाले गर्दाखेरि, म त्यो राउन्डबाट आउट भएकोले गर्दाखेरि, त्यहाँबाट आउट नभएको भए अहिले म यो जुन ठाउँमा पुगेको छु त्यो ठाउँमा पुग्न सक्ने थिइनँ होला। किन भन्दाखेरि द भोइस किड्स नेपाल सिजन 4 पश्चातै मैले धेरै थुप्रै प्रोग्राम्सहरूमा विजेता तथा प्रथम दोस्रो स्थान चाहिँ हासिल गरेकै छु। द भोइस किड्सले चाहिँ मलाई एकदमै हौसला पनि दिएको छ। त्यो क्षण मैले आउट हुँदाखेरि मैले दुःखी मानिनँ। मलाई दुःख लागेको के थियो भन्दाखेरि मेरो साथीहरूबाट टाढिँदाखेरि मात्रै दुःख लाग्यो, अरू मलाई दुःख थिएन। किन भन्दाखेरि मेरो साङ्गीतिक यात्राको सुरुवात त्यहाँदेखि भएको थियो। साङ्गीतिक यात्राको अन्त्य होइन, सुरुवात चाहिँ भएको थियो त्यहाँदेखि। कस्तो राम्रो पोजिटिभ सोच हजुरको, यति सानो उमेरमा पनि त्यो सम्झेर हजुरले चाहिँ एकदमै खुसी लागेको थियो। समग्रमा सबै दर्शक श्रोता धेरैले, त्यो त चर्चित रियालिटी सो हो भोइस अफ किड्स भनेको, त धेरैले चिन्ने मौका पाउनु पनि भयो हजुरलाई होइन त, त्यही भएर हजुरलाई खुसी लाग्यो। अनि त्यहाँनिर तपाईँ मिलन म्यामकोमा जानुभयो नि होइन? मिलन म्यामले कति माया गरेर सिकाउनुहुन्थ्यो हजुरलाई? माया त गर्नुहुन्थ्यो, राम्रै माया गर्नुहुन्थ्यो, राम्ररी सिकाउनुहुन्थ्यो। हजुर। उहाँले चाहिँ हामीलाई सिकाउनुहुन्थ्यो, कोही कोही बेला आउनुहुन्थ्यो, तर विशेष गरी चाहिँ हामीलाई विकास दाई हुनुहुन्थ्यो, विकास लिम्बू। हजुर। उहाँले हामीलाई आएर सिकाउनुहुन्थ्यो। उहाँ चाहिँ के सिकाउने? होइन, उहाँ द भोइस अफ नेपाल सिजन 1 कि 2 मा सायद जानुभएको थियो अनि फाइनलिस्ट हुनुभएको थियो। फाइनलिस्ट दीप श्रेष्ठ सरको टिमबाट रिप्रेजेन्ट गर्दै उहाँले चाहिँ सिजन 1 कि ठुलोको सिजन 1 कि सिजन 2 मा फाइनलसम्म पुग्नु भएको थियो। उहाँले पनि सिकाउनुहुन्थ्यो है। यस रमाइलो, त्यो सिक्दा पनि रमाइलो हुन्थ्यो होला नि। तीनजना त्यो कुन त्यो तपाईँले ब्लाइन्ड अडिसन पार गरेपछि कुन राउन्डमा भन्छ? ब्याटल। हो, ब्याटलमा चाहिँ हजुरहरू कतिजना? 3 जना है? 3 जनामा पनि तपाईँ सेलेक्ट हुनुभयो। हाम्रो ब्याटल चाहिँ कस्तो थियो भन्दाखेरि, हजुर, हाम्रो ब्याटलमा स्टार्टिङमा के भएको थियो भन्दाखेरि हामीलाई त्यो पोजहरू हान्न लाउनु भएको थियो। त्यो जस्तै कि त्यो बक्सिनुवाला होइन, त्यो सिकाउनु भयो कि आफै त्यस्तो चाहिँ हो? त्यो केही न केही पोज दिनु त्यस्तै टाइपको भन्नुभएको थियो। अनि तपाईँले कस्तो दिनुभएको थियो? खै मैले कस्तो दिएको थिएँ त्यो याद छैन है। अनि त्यसपछि गरियौँ। अनि ब्याटलमा हाम्रो फेरि पोजिटिभ थिङ्किङ थियो सबैजनाको, जो भए पनि भइन्छ, आउट भइयो भने हाम्रो साङ्गीतिक यात्राको सुरुवात हुन्छ भन्ने सोच राखेर हामी गएका थियौँ। सबै फ्रेन्डहरू समरमा क्लोज भइसक्नु भएको थियो त्यो सिक्दा। कति दिन लाग्दो रहेछ त्यो सिक्नको लागि चाहिँ? त्यो सकिन त 2-2.5 महिना लागेको थियो।
अनि हाम्रो ब्याटलमा चाहिँ के भएको थियो भन्दाखेरि मलाई म्यामले सेलेक्ट हान्नुभयो। हजुर। त्यसपछि उहाँहरूलाई चाहिँ पठाइदिनु स्टिल हुनुहुन्छ कि भनेर। अनि मिलन म्यामले त सेभ गरिहाल्नुभयो मलाई। हजुर। अनि बाँकीको 2 जनालाई सेभ गर्नुपर्दा चाहिँ 3 जना सत्य सर, खेम सर अनि मेलिना म्याम हुनुहुन्थ्यो। हजुर। उहाँहरू 3 जनाले स्टिल गर्नुभयो। अरू साथीहरूलाई स्टिल गर्नुभयो? होइन, एकजनालाई गर्नुभयो है। भनेपछि 3 जना मध्ये तपाईसँगै अर्को 1 जना पनि सेलेक्ट हुनुभयो। भनेपछि बडो रमाइलो क्षण भएछ त्यो टाइममा पनि है। ल ठिक छ। अनि अब भोइस किड्सको त कुरा जोडी नै हाले है। भोइस अफ किड्सको अब अलिकति त्यसमा चर्चित रियालिटी सोमा जानुभएको कारणले गर्दाखेरि मैले त्यसलाई चाहिँ अलिकति बढी नै फोकस गरेर हजुरलाई केही कुराहरू सोधेँ। अनि भोइस किड्स पछाडि अरू कुनै गायन सोहरूमा जानु भयो कि भएन? म थुप्रै रियालिटी सोजहरूमा थुप्रै कार्यक्रमहरू त्यस्तो धेरैमा गएँ। अनि जस्तै कि जुनैमा गएँ सबैमा केही न केही स्थान चाहिँ हासिल गरेरै आएँ। कुन कुनमा जानुभयो? म चाहिँ भोइस किड्समा मैले ठ्याक्कै म जुन राउन्डमा आउट भएकै थिएँ भनेको जुन महिनामा आउट भएको थिएँ त्यही महिनामै मैले चाहिँ पूर्वाञ्चल गट ट्यालेन्ट भन्ने एउटा प्रोग्राममा चाहिँ डिजिटल अडिसन दिइसकेको थिएँ। अनि उहाँहरूले चाहिँ सेलेक्ट भयो भन्नुभयो। अनि त्यसपछि त्यो कार्यक्रम हुँदै नै मैले इस्ट सिङ्गिङ एन्ड डान्सिङ सुपर स्टारमा पनि दिएको थिएँ। अनि हाम्रो स्कुलको पेप्सन कार्यक्रममा चाहिँ त्यहाँनिर चाहिँ जजमेन्ट पनि हुँदो रहेछ। अनि जजहरू राख्नुभएको थियो। पेप्सन प्रोग्राममा चाहिँ मैले जित हासिल गर्न पनि सफल भएको थिएँ। अनि इस्ट सिङ्गिङ एन्ड डान्सिङ सुपर स्टार त्यसको लगत्तै 1-2 हप्तापछि भएको थियो र त्यसमा पनि मैले द्वितीय स्थान हासिल गर्न सफल भएँ। द्वितीय स्थान हासिल गर्न। अनि त्यसपछि अस्ति भर्खरै भएको हाम्रो पूर्वाञ्चल गट ट्यालेन्ट अघि भने नि मैले। हजुर हजुर। हो त्यसको चाहिँ फिनाले भएको थियो। त्यसमा पनि म विनर हुन सफल भएँ। भनेपछि ब्याक टु ब्याक तपाईँको लाइफमा सफलता मिल्यो साङ्गीतिक क्षेत्रमा है। भनेपछि खुसीको त कुनै सीमा नै छैन होला। अनि अब कुनै रियालिटी सोहरूमा जाने अथवा कुनै गायन सोहरूमा जाने प्लान गर्नुभएको छ? प्लान त गरेको छु। अहिले नेपाल आइडल जुनियर आउँदैछ, त्यसमा सायद म जान सक्छु। ल हजुरलाई शुभकामना पनि दिएँ है मैले। धन्यवाद। ल अनि हजुरले अब यो पढाइ सँगसँगै सङ्गीतलाई चाहिँ कसरी सँगसँगै अगाडि बढाइराख्नु भएको छ? गाह्रो हुन्छ नि त होइन? जस्तै कि गायनलाई पनि यता कहाँ कार्यक्रम हुन्छ जानै पर्यो होइन, बोलाउनुहुन्छ जानै पर्यो। अनि यता स्कुल पनि छोड्न भएन। कति कक्षामा पढ्दै हुनुहुन्छ भन्नुभयो? म 7मा। 7मा। अनि 7मा पढ्दै हुनुहुन्छ। अनि क्लास पनि छुटाउनु भएन। अनि कसरी चाहिँ हजुरले म्यानेज गर्दै हुनुहुन्छ त? मैले चाहिँ यो साङ्गीतिक यात्रा भन्नुपर्दाखेरि यो मेरो लागि चाहिँ एकदमै महत्त्वपूर्ण क्षण हो। हजुर। यसलाई चाहिँ मैले चाहिँ यसरी व्यवस्थापन गरिरहेको छु कि मैले चाहिँ सङ्गीतका लागि पनि केही समय छुट्याएर र पढाइका लागि केही समय छुट्याएर दुईटैलाई व्यवस्थापन गरेर बिहान कक्षा जाने अनि कक्षाबाट आएर खानासाना खाने, स्कुल जाने, त्यसरी अनि केही कार्यक्रम भयो भने मलाई स्कुलमा लिन आउनुहुन्छ। भनेको बिहानदेखि नै केही न केही त पढ्नु पर्यो नि त। अनि केही न केही पढिन्छ अनि आइन्छ बाबाले वा मम्मीले, हजुरबा हजुरआमा जसले भए पनि लिएर मलाई घर फर्किनुहुन्छ। अनि प्रोग्रामहरूमा गइन्छ आइन्छ, त्यसरी व्यवस्थापन गरेको छु। कुन टाइममा चाहिँ म्युजिकको क्लास लिनुहुन्छ हजुर? बिहान बेलुका कुन टाइम? मैले मुख्य गरी चाहिँ बिहान क्लास लिने गरेको छु। बिहान कति बजीदेखिको क्लास? क्लास 6:30 लिने गरेको छु। 6:30 क्लासबाट आएर स्कुल जाने गर्नुभएको छ है। ठिक छ। अनि तपाईँ चाहिँ कस्तो टाइपको गीत गाउन चाहनुहुन्छ? कस्तो खालको गीत? अब हुन्छ नि त आफ्नो विधा हुन्छ नि त गीतको पनि होइन? हजुर कुन विधामा चाहिँ एकदम रुचि राख्नुहुन्छ? म चाहिँ गीतहरू भन्नुपर्दाखेरि सबै उस्तै हुन्छन्। कुनै पनि गीतको स्तर तल वा माथि हुँदैनन्। अनि म चाहिँ गाउन मन पराउने वा मलाई रुचि लाग्ने भनेको चाहिँ क्लासिकल सेमी क्लासिकलमा हो।
मैले चाहिँ क्लासिकल सेमी क्लासिकल मैले चाहिँ त्यस्तै प्रकारको गीत गाउन रुचि राखेको छु। तर केही रियालिटी सोजहरूमा चाहिँ मैले त्यो जजहरूले दिँदाखेरि मैले त्यसमा पनि रुचि राखेर पप रक गीतहरू पनि गाउने गरेको छु कोही कोही बेला। जस्तै अब थोरै किड्सकै कुरा जोडौँ, भोइस किड्सकै होइन, त्यहाँनिर त अनि आफूले यो गाउँछु भनेर त हुँदैन नि त होइन, जजहरूले नै दिनु हुँदो रहेछ होइन गीतहरू कि कस्तो पो हो? मैले लाइभ राउन्ड अनि फिजिकल र डिजिटलमा मात्रै हो आफै छानेको। हुन्छ, हजुरको विधाको हजुरलाई मनपर्ने विधाको कुनै एउटा गीत सुनाउन है, मिल्छ भने? हुन्छ, घाँटी पनि सुक्यो होला, पानी पनि पिउँदै गर्नु, एउटा मिठो गीत जाओस् न। म चाहिँ नारायण गोपाल गुरु आचार्य नै भनौँ न, स्वर सम्राट नारायण गोपाल गुरु आचार्यज्यूले गाउनुभएको बिर्सेर फेरि मलाई नहेर भन्ने गीत गाउन गइरहेको छु। बिर्सेर फेरि मलाई नहेर, बिर्सेर फेरि मलाई नहेर, यहाँ एक जीवन आँसुमा डुब्छ, निको भइसकेको पुरानो त्यो घाउ, अनायास नै फेरि बल्झेर बढ्छ, बल्झेर बढ्छ, बोकेर चोट अनुरागको जाँदैछु बाँच्न एकान्तमा आज, बोकेर चोट अनुरागको जाँदैछु बाँच्न एकान्तमा आज, सम्झन पनि नपठाऊ भन्छु, कतै जिन्दगी नै झस्केर उठ्छ, झस्केर उठ्छ, सायद निको नहुने मेरो घाउ डाह भइबाछ सधैँमा भित्र, बाँचेकै हेर्ने भए फेरि मलाई, हाँसो नै दिने भए फेरि मलाई, अब नजरले नघोच मलाई, तिम्रो हृदयमा बल्झेर बढ्छ, बल्झेर बढ्छ, बिर्सेर पनि मलाई नहेर। हजुरको आवाजले त एकदमै मन्त्रमुग्ध नै बनाउँछ है। हजुरको शब्द त्यो स्वरलाई बयान गर्ने कुनै शब्द छैन मसँग चाहिँ, जति सुने पनि सुनिरहँ जस्तो। मलाई चाहिँ एकदमै मन पर्यो हजुरको आवाज, पहिलादेखि मन पनि पर्थ्यो है। भोइस अफ किड्समा जाँदाखेरि नै, द भोइस किड्समा जाँदाखेरि पनि। यो म्युजिक बाहेक हजुरलाई अरू केहीमा रुचि के छ म्युजिक बाहेक? मलाई चाहिँ म्युजिक बाहेक लेख्नेमा, पढ्ने अनि त्यस्तै धेरै क्रियाकलापहरू, अतिरिक्त क्रियाकलापहरू जस्तै कि खेलकुदमा पनि, टिटिआरमा त्यस्तै।
ल ठिक छ। अनि यो सङ्गीतमा कतिको साधना चाहिन्छ, कतिको लगनशील चाहिन्छ हुन्छन् नि होइन, यो कस्तो के छ थोरै बताइदिनुहोस् न। साधना भन्ने बित्तिकै यस्तो शब्द हो जुन चाहिँ मेहनत भन्ने शब्दलाई अर्थ बुझाउने गर्दछ। अनि सङ्गीतका लागि चाहिँ साधना एकदमै धेरै चाहिन्छ, किनभने सङ्गीत भनेको एउटा नदी हो, समुद्र हो, सागर। अनि हामी भनेको त्यो सागरको माछा पनि होइनौँ। अनि सङ्गीत भनेको कहिले पनि अन्त्य हुनै सक्दैन। सङ्गीत अमर हो अनि हामीले सङ्गीतलाई गरेर कहिले सकिँदैन। हामीले सङ्गीतमा रागहरू हुन्छन्, क्लासिकल सिङ्गरहरूले सायद बुझ्नु भएको छ होला, रागहरू हुने गर्दछन्। अनि रागहरूमा पनि धेरै किसिमका राग हुने गर्दछन्। अनि रागहरू क्लासिकलहरू यो सङ्गीत चाहिँ कहिले पनि नसकिने एउटा कला हो। सिकेर कहिले पनि अन्त्य नहुने भनिन्छ नि होइन, सङ्गीतलाई कहिले पनि सिकेर सकिँदैन भनेर ठुल्ठुला अग्रज साङ्गीतिक क्षेत्रमा बढेका मान्छेहरूले पनि भनिराख्नु भएको हुन्छ है, यो साँच्ची नै हो? यो कुरा सही हो, किन भन्दाखेरि सङ्गीतको न अन्त्य छ। हजुर। अनि सङ्गीत कहिले पनि मर्दैन, सकिँदैन। यो चाहिँ हाम्रा धेरै देवी देवताहरूले गर्दै आउनुभएको चलन हो। सरस्वती माता, उहाँलाई पनि सङ्गीतकी देवी भनेर पनि चिनिने गर्दछ, स्वरकी देवी होइन। देवी देवताहरूकै पालादेखि चलिआएको यो कलालाई हामीले कहिले पनि टुङ्ग्याउन सकिँदैन। यो अमर हो, अमर, कहिले पनि मर्दैन। साधना गरेर कहिले पनि सकिँदैन। साधना गर्न सङ्गीतमा डुबेपछि एकदम मजा पनि हुन्छ होला है। सङ्गीतमा डुबेपछि हाम्रो किसिमको भावनालाई प्रस्तुत गर्न एउटा माध्यम पनि हो सङ्गीत। अनि भावना बुझ्ने, प्रस्तुत गर्ने तथा धेरै काम छ सङ्गीतको। हजुर। ल अब चाहिँ हामी हाम्रो कुराकानीको अन्त्यतिर पनि आइसकेका छौँ। हजुरको त अझै गीत धेरै सुन्न मन छ मलाई। अन्त्यमा एउटा छोटो गीत गाइदिने हो कि? हुन्छ, एउटा मिठो गीत जाओस् न है, एउटा छोटो मिठो। हुन्छ, आवाज सुक्यो पनि होला पानी खाएर। अलिकति हावा चिसो आइरहेछ। हजुर। अनि हुन्छ, एउटा गाइदिनुहोस् न। हुन्छ। उकाली ओराली गर्दै आँखा भरी रहर भर्दै आधी बेरी सँग लड्दै खोला नदी सागर तर्दै दुःख पीडा बिर्सदै म आए परदेशबाट फर्की आए आफ्नै गाउँ फर्की आए नयाँ नयाँ सपना ल्याए उकाली ओराली गर्दै सयपत्री सुनखरी लालु पते जाही जुही सयपत्री सुनखरी लालु पते जाही जुही फुलेका पाखा भरी छर्दै वरिपरि खुसी हेरियो मन बहलाउन हृदय खोली गाउन आफ्नै गाउँ फर्की आए नयाँ नयाँ सपना ल्याए उकाली ओराली गर्दै।
एकदम मिठो। यो हजुरले द भोइसको कुन राउन्डमा गाउनु भएको थियो त्यस्तै लाग्यो नि मलाई, हो? लाइभमा गाएको थिएँ। ए लाइभ सोमा गाउनु भएको थियो है, एकदम मिठो लागेको थियो मलाई हजुरको त्यति बेला पनि यो आवाज है। अब हामी कुराकानीको अन्त्यतिर पनि आइसकेका छौँ। हजुरको गीत अझ धेरै सुन्न मन हुँदाहुँदै यो साङ्गीतिक क्षेत्रको कुराकानी अझ धेरै जति सुन्दा पनि सुरिरहँ जस्तो लाग्ने है। तर के गर्नु, समयलाई हामीले हेर्नै पर्ने हुन्छ। तपाईँ जस्तै अन्त्यमा चाहिँ तपाईँ जस्तै गायन क्षेत्रमा रुचि राख्नुहुने नानी बाबुहरूलाई चाहिँ के सुझाव दिनुहुन्छ त? सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सबैजनालाई चाहिँ म साङ्गीतिक क्षेत्रमा जो अघि बढ्न चाहनु भइरहेको छ, म चाहिँ उहाँहरूलाई एकदमै शुभकामना व्यक्त गर्न चाहन्छु सबैभन्दा सुरुमा। अनि यो कुरा भन्न चाहन्छु कि सङ्गीत चाहिँ हजुरहरूले सिकिरहनु, जति सिकियो त्यति जानिने चिज हो सङ्गीत चाहिँ, तर सिकेर कहिले पनि सकिँदैन। अनि हजुरहरूले पनि एकदमै सिक्नु, उच्च प्रगति, हजुरहरूलाई मेरो सम्मान छ, उच्च प्रगति गर्दै जानु। अनि सङ्गीतबाटै हजुरहरूले केही गर्न चाहनु भइरहेको छ भने चाहिँ सङ्गीत चाहिँ कहिले पनि नछोड्नु, सङ्गीतलाई एकदमै माया गरेर राख्नुपर्ने हुन्छ। अनि सबैभन्दा सुरुमा साङ्गीतिक यात्रामा अघि बढ्नु छ भने हामीले चाहिँ कहिले पनि, हाम्रो घाँटी चाहिँ गला हो, गलालाई चाहिँ सबैभन्दा धेरै जोगाएर राख्नुपर्ने हुनेछ। अनि गाउँदाखेरि आवाज गलाबाट नभएर पेटबाट निकाल्नुपर्ने हुनेछ। हजुरहरूलाई यो पनि मैले थप ज्ञान दिन खोजिरहेको छु। मबाट केही भुल गल्ती भएमा हजुरहरूले माफ गरिदिनु हुनेछ भन्दै मेरा दुई शब्द टुङ्ग्याउन चाहन्छु। हजुरले त आफू जस्तै साङ्गीतिक क्षेत्रमा अगाडि बढ्ने मान्छेहरूलाई शुभकामना त यति मिठो मिठो शब्दगुच्छाहरूद्वारा शुभकामना दिनुभएको छ। अनि तपाईँलाई चाहिँ जसले साथ सपोर्ट गरेर यो ठाउँसम्म ल्याउनु भएको छ नि, जति पनि दर्शक श्रोताहरूले, उहाँहरूलाई चाहिँ हजुरले के भन्न चाहनुहुन्छ त? मेरो साङ्गीतिक यात्रामा मलाई एकदमै महत्त्वपूर्ण भूमिका खेल्दै मलाई एकदमै सरसहयोग गर्नुहुने सम्पूर्ण मेरा नातागोताका, जस्तै मेरो भिनाजु डिके पकवालको पुरै सम्पूर्ण परिवार, इन्दु दिदी अनि दिदीभाइ दाजुबहिनी दिदीहरू सबैजनालाई चाहिँ एकदमै माया शुभकामना। र मेरो दुईजना दादाहरू दाजुभाइ हुनुहुन्छ, मोहन दादा अनि हाम्रो लक्ष्मी दादाहरूलाई चाहिँ म एकदमै माया दिँदै, उहाँहरूले चाहिँ मलाई एकदमै सपोर्ट गर्नुभएको छ। अनि मेरो आन्टीहरू हुनुहुन्छ, अनि मोहन दादाहरूको, लक्ष्मी दादाको परिवार, उहाँहरू आन्टीको परिवार, सबैजनालाई चाहिँ म एकदमै माया दिँदै मलाई यस्तै सपोर्ट गरिरहनु हुनेछ भन्ने आशा अपेक्षा राख्दै चाहिँ उहाँहरूलाई यही भन्न चाहन्छु र उहाँहरूलाई एकदमै धन्यवाद पनि भन्न चाहन्छु। धन्यवाद है। ल ठिक छ, हजुरलाई पनि धेरै धेरै धन्यवाद आफ्नो अमूल्य समय दिएर। अहिले त स्कुलबाट आउनुभएको होला है, स्कुलबाट आएर यता आउनुभएको होला। ल एकदमै आफ्नो अमूल्य समय दिएर हामीसँग यति सुन्दर अनुभवहरू सुनाउनु भयो अनि यति मिठा मिठा गीतहरू पनि हजुरले सुनाउनु भयो। आगामी दिनहरूमा तपाईँको साङ्गीतिक यात्रा सफल बनोस्, तपाईँलाई शुभकामना। धन्यवाद। ल धन्यवाद, नमस्कार। श्रोता, तपाईँहरूले द भोइस, हामीले आज कुराकानी गऱ्यौँ द भोइस किड्सको चाहिँ लाइभ राउन्डसम्म पुग्न सफल हाम्रो सानो बाबु सुज्ञान खनालसँग हामीले कुराकानी गऱ्यौँ र यतिन्जेलसम्म हजुरहरूले सुनिदिनु भयो। आगन एफएमको फेसबुक पेजबाट लाइभ हेरिदिनु भयो। हजुरहरूलाई धेरै धेरै धन्यवाद। आगन एफएम 89.6 मेगाहर्ट्जलाई सुन्दै गर्नुहोला। नमस्कार।